दुई छ हिजो जस्तो हो एउटा चाहिँ अनि धर्म परिचय एउटा चाहिँ धर्म ध्यान अभ्यास दैनिकमा कसरी गर्ने भन्ने विषयमा तर यो दुईमा चाहिँ आज चाहिँ यो अलिकति सजिलो जस्तो लाग्यो त्यसो कारणले मैले यहाँदेखि पहिला भन्छु है त्यो सानो किताब चाहिँ 1 घण्टाको लागि छोडिदिऊ अनि तपाईहरु राम्रो गरेर सुन्नुहोस् यसको पेज नम्बर चाहिँ 68 68 मा पुगेको छ त्यसमा हेर्नुस् ल 68 68 आज चाहिँ 8औं को विषयमा खरे त 8 भाग 8औं पाठ रहेछ त्यो धेरै राम्रो छ त्यो चाहिँ के को विषयमा रहेछ भनेदेखि नाङछे ला थोसम गमसुम छेपे फेयङ मोटे भनेको छ आजको यो 8औं पाठ चाहिँ बुद्ध धर्मलाई सुन्ने बुद्ध धर्मलाई चिन्तन गर्ने बुद्ध धर्मलाई ध्यान अभ्यास गर्ने त्यो तीनटा गर्यो भने के लाभ छ के फाइदा छ भनेको विषयमा रहेछ बुद्ध धर्मलाई सुन्ने चिन्तन गर्ने ध्यान अभ्यास गर्ने त्यस्तो गर्यो भने के फाइदा छ के लाभ छ भनेको विषयमा यो धेरै राम्रो छ यहाँ प्रश्नमा हो न अब कुरा नगर्नुस् है कुरा नगर्नुस् सबै बस्नुस् हो न नाङछे ला थोसम गमसुम छेन फेन्दो खाङ युथम बुद्ध धर्मलाई अनि पढ्ने ध्यान अभ्यास गर्यो भने के लाभ छ के फाइदा छ भनेर प्रश्न आयो त्यसको उत्तरमा लेन नाङछे ला थोसम गमसुम छेन फेयङ थाएपा युग्याङ दोर्न सुम युपाते नाङछे ला लोबजोङ छेबे फेयङ दाङ 냠린 छेबे फेयङ केबरदो थेंगरब की चिजो सोया मिक्सर की फेयङ युपाचे सुमोस हुनुता बुद्ध धर्मलाई अध्ययन गर्ने र अभ्यास गर्यो भनेदेखि धेरै फाइदा छ धेरै लाभ छ धेरै लाभ हुन्छ आज यहाँ छोटकरीमा भन्यो भनेदेखि तीन विषय सूची र 3 भागदेखि भन्नु चाहन्छु भनेको छ पहिलो चाहिँ के हो बुद्ध धर्मलाई ध्यान अभ्यास नगरेर बुद्ध धर्म सिर्फ पढेर भने धेरै लाभ छ भनेको छ पढेको मात्र अध्ययन गरेको मात्रमा भने धेरै लाभ छ ये नम्बर 1 नम्बर 2 दोस्रोमा चाहिँ बुद्ध धर्मलाई पढेको मात्र नभएर अध्ययन गरेको मात्र नभएर ध्यान अभ्यास गर्यो भनेदेखि झन् फाइदा छ भनेर दोस्रो न्याम्नेन छेबे फेयङ तेस्रोमा चाहिँ अहिलेको समाज चाहिँ आधुनिक समाजमा पुगेको छ आधुनिक समाज त्यस्तोमा पुगेर भने पनि बुद्ध धर्मलाई पढ्ने र अभ्यास गर्नुदेखि झन् विशेष गरेर फाइदा छ भनेको छ यो बुझ्नुपर्छ है यो तीनटा छ नि तीनटा त्यो तीनमा झन् अनि तेस्रो चाहिँ महत्त्वपूर्ण हो कोही मान्छेले भन्छ अब बुद्ध धर्म भन्ने चाहिँ पहिला शाक्य मुनिको समयमा 2500 को पहिलाको धर्म हो अहिले यस्तो दुनियाँमा चाहिने भने त्यस्तो छ कि त्यसो कारणले बुद्ध धर्म भने चाहिँ अहिले आधुनिक समाजको बेलामा पनि धेरै विशेष गरेर फाइदा छ भनेर चाहिँ
भन्ने भएको छ। त्यसको कारणले 3 फाइदा। अब त्यसमा पहिलो चाहिँ के रहेछ ठिवा प्रश्न थाङ्बो नङचोल लोब्जोङ चेबे फेयो खायो त बुद्ध धर्मलाई के अरे पढ्यो भने बुद्ध धर्मलाई अध्ययन गर्यो भने फाइदा के छ भनेको छ। त्यसमा लेन दोले थेबे छन सेबर गुरु थेबे दिगले दोबर छे थेबे न्याङे थेबे दमा यिबापो थेबे न्याङे देबो दो थोप चे सुम्बा तर अब त्यस बुद्ध धर्मको विषयमा त्यसको फाइदामा पनि भन्दाखेरि बुद्ध स्वयंले के भनेको छ त्यही आधारमा राखेर भन्ने हो। त्यसो कारणले बुद्धले कङ्गुरको भित्र थेबे छैनम सेपर गुर भनेर त्यस्तो भनेको छ अरे। त्यस कारणले अब यसको मतलब चाहिँ भन्छु भनेको छ। पहिला उदाहरण पेर्ना ठेंगरकी शेंगलो लोब्जोङ छेबे फेयदा माछेबे निमी नि यबा थाङ थेला मंगशी लोब्जोङ ने डॉक्टर चुलाक लोब्यान खेबसोगी फार यबा थाङ थेदर छेने जमलिङ खेबर ख्युदे जमलिङगी खेबे दिङचर लिपकी यबा नङशी। अहिले यहाँ उदाहरण राम्रो भनेको छ नि। उदाहरणमा यो आधुनिक शिक्षामा पढेर स्कुलमा गएर आधुनिक शिक्षा पढेर बिस्तारै बिस्तारै इन्स्टिट्युट युनिभर्सिटीतिर गएर त्योहरू पढेर आधुनिक शिक्षामा ज्ञान विकास हुँदै हुँदै गएर डक्टर इन्जिनियरिङ त्यस्तो हुन्छ। त्यस्तो भएर महान खेपाल खर्सा महान विद्वान भएर अनि जम्बुद्वीपमा धेरै नाम चर्चित भएको नाम भएको हुन्छ। त्यही जस्तो बुद्ध धर्ममा ध्यान आवेश नगरेर भने बुद्ध धर्मको भित्र भएको शिक्षा बौद्धको विज्ञान बौद्धको सिद्धान्त त्यस्तो शिक्षाहरू पढ्दै गयो भनेदेखि बुद्ध धर्मको शिक्षाद्वारा मान्छेको बुद्धि मान्छेको विवेक मान्छेको प्रज्ञा विकास हुँदै हुँदै गएर अनि त्यो मान्छे चाहिँ अनि त्यो बुद्ध धर्ममै अनि त्यो के अरे फर्चिन रमजम्बा उमा रमजम्बा भन्ने त्यस्तो डिग्री पाउँछ। पछि अनि त्यो के अरे आचार्यको डिग्री गेसेको डिग्री गेसे भने चाहिँ अरू केही होइन नाम चाहिँ गिलुक्पाहरूले गेसे भनेर नाम चाहिँ चलाएको हुनु त गेसे भने चाहिँ गिलुक्पा नहुनुको अगाडि भइसकेको छ। उदाहरण भन्यो भनेदेखि गेवे सेङ्गे टुमदुङ ग्यावी जुङ्ने भने चाहिँ चोङ्खापा नआएकै अगाडि भइसकेको हो सक्य नआएको अगाडि भइसकेको हो। उहाँलाई पनि गेवे सेङ्गे टुमदुङ भनेर त्यस्तो नाम छ। त त्यसो कारणले केसे भनेको नाम भयो भने तुरुन्त गिलुक्पा हो भनेर सम्झिनु पर्दैन। केसे भने चाहिँ एउटा के अरे डिग्रीको नाम हो। डिग्री त्यो डिग्री चाहिँ के हो पिएचडी डिग्री। बुद्धिस्ट फिलोसफीमा डक्टरको डिग्री प्राप्त भयो भने केसे भन्ने नाम चाहिँ दिन्छ। केसे भनेर चाहिँ यो गिलुक्पा हुनु पर्दैन। हाम्रो निङमा कैक्यु शाक्य परम्परामा भएको गुरुहरू पनि सेरा टेबुङ गान्धेमा पढेर गिसेको डिग्री पाएर आफ्नो गुम्बामा गएर अहिले के अरे टिचर गर्दैछ। त्यसो कारणले गेसे भने चाहिँ पढेर एउटा पाएको डिग्रीको कुरा हो डिग्री है। त्यसो कारणले अहिले मैले के भन्दैछु भनेदेखि हो यो बुद्ध धर्ममा यो ध्यान आवेश नगरेर भने अध्ययन मात्र गरेर विद्वान अनि महाविद्वान त्यस्तो हुन सक्छ। त्यसको उदाहरणमा अनि मोडर्न एजुकेसन आधुनिक शिक्षामा पढेर अनि महान विद्वान हुने छ नि त्यही जस्तो बुद्ध धर्मको शिक्षा पढेर भने हुन सक्छ भने। त्यसो कारणले
बुद्ध धर्मलाई ध्यान आवेश नगरेर भने बुद्ध धर्म पढेर भने धेरै महान विद्वान हुने छ भने त्यो पनि एउटा लाभ हो भनेको है नम्बर 1 अब दोस्रो त्यसो तिङचे यो नङसी नङचु लाया तेतर मंगसी लोचोने डॉक्टर फर योला थेला तेने जमनी खेबे तिङचे फर लेप्थोबा यि शेया नंगबे छरिता नंगबे तडु नंगबे कोमयमने सो रेरेने शेबे फेसो सामना फेय थाए कस्तो राम्रो छ है बुद्ध धर्मको भित्र अनि त्यो अघि दोस्तो अध्ययन गरेर पढेर मात्र विद्वान भएको छ अझै एक गरेर भन्यो भनेदेखि बुद्ध धर्ममा भएको शिक्षा बौद्ध विज्ञान मात्र पढेर अनि विद्वान हुने छ बौद्धको सिद्धान्त मात्र पढेर विद्वान हुने छ बौद्धको ध्यान आवेश त्यस्तो विषयमा पढेर पनि हुने छ भनेर चाहिँ यसरी भनेको छ अब यहाँसम्म नम्बर 1 एक नम्बर अब दोस्रो अब बुद्ध धर्मलाई पढेर यस्तो महान विद्वान हुने फाइदा छ त्यसमाथि यदि बुद्ध धर्मलाई पढेको मात्र नभएर अध्ययन मात्र नगरेर त्यो सँगै ध्यान आवेश गर्यो भनेदेखि झन् अनि फाइदा लाभ ठुलो छ भनेको छ अब त्यसमा प्रश्न निपा न्यामले नन्ड्रेवे फेन्तो खयो थम बुद्ध धर्मलाई ध्यान आवेश गरेर अनि फाइदा के छ त्यसको उत्तरमा अब त्यसमा उत्तरमा कति छ भनेदेखि यहाँ सुन्नुस् है जम्मा 5 छ बुद्ध धर्मलाई ध्यान आवेश गर्यो भनेदेखि फाइदा 5 पहिला चाहिँ के छ भनेदेखि लेन ताङबो रंगी मिसे केलवे छे लुसेम खटे ने मिसे केल्ता मे यो राम्रो छ नि हामीले आफ्नो जीवन चलाउनु बेलामा आफ्नो शरीर र आफ्नो मन चित्त दुई छुटाएर जीवन चलाउन सक्दैन भनेको छ हामीले जीवन चलाउनु बेलामा चाहिँ आफ्नो शरीर र आफ्नो मन दुईटै सँगै गएर चाहिँ जीवन चलाउनु पर्छ भनेको छ है जीवन चलाउनु पर्छ भनेको छ सेमदा ठेल्ता मेबे थो सेमदा देबे गोने मिसे केल गयो त्यहाँ सेमगे समलो तोङ्गिन मिसे पेको त्यो राम्रो छ नि यहाँ हेर्नुहोस् है बुद्ध धर्मलाई ध्यान आवेश गर्नुपर्छ भनेको कारण फाइदा चाहिँ हामीले जीवन चलाउनु बेलामा जीवन जिउनु बेलामा चाहिँ मनको सोच सँगै मनले पनि केही सोचेर जीवन चलाउँछ अरे सेमगे समलो तोङ्गिन मिसे केलको त्यही छ त्यो बेलामा मनले सोच्दै अब राम्रो गरेर सुन्नुस् है त्यो किताबमा चाहिँ त्यो हेर्नु पर्दैन फेरि त्यो हेर्यो भने मन सबै त्यहाँ जान्छ नि मैले भनेको बात चाहिँ राम्रो सुन्नुस् अझ धेरै महत्त्वपूर्ण छ जीवन चलाउनु बेलामा मनले पनि केही सोच्दै जीवन चलाउँछ अरे जीवन चाहिँ त्यो डिग्दुवा चलाउँछ अरे त्यसो कारणले ती छे समलो संबो सिकाम न्याम्बा सिक्नी यो बल्ले हो जीवन चलाउनु बेलामा मनले केही सोचेर चाहिँ जीवन चलाउँछ तर त्यो बेलाको मनको सोचमा दुई छ रे एउटा चाहिँ अनि राम्रो सोचले जीवन चलाउने एउटा चाहिँ नराम्रो सोचले जीवन चलाउने दुई हुन्छ रे समलो न्याम्बे स्यावाङदो सोङने मिसे न्याम्बर ग्यो ए के रे रंगी मिसे दे समलो संबे स्यावाङदो सोङना मिसे संबोदा समलो न्याम्बे स्यावाङदो सोङना मिसे न्याम्बर ग्यो कस्तो राम्रो छ आफ्नो जीवन चलाउनु बेलामा त्यो जीवन चलाउने चाहिँ हाम्रो जीवन चाहिँ मान्छे चाहिँ राम्रो हुने र नराम्रो हुने भने चाहिँ त्यो जीवन चलाउनु बेलामा मनको सोच राम्रो र नराम्रोमा भर पर्छ रे
राम्रो मन सोच राम्रो सोचद्वारा जीवन चलायो भनेदेखि जीवन राम्रो जान्छ रे जीवन चाहिँ राम्रोदेखि जान्छ नराम्रो सोचद्वारा जीवन चलायो भनेदेखि त्यो जीवन पनि नराम्रो हुन्छ रे समलुङ्गे बेस्याउँदो सोने नेचिङे भयो त्यही कारणले हामीले अब जीवनमा राम्रो जीवन चलाउनु पर्ने कारणले मनको सोच भन्ने राम्रो सोचले जीवन चलाउनु पर्छ रे समलो संगो सेवाउँदो टोथो भएको थेला समलो संगो थेया अब ल ठीक छ म चाहिँ जीवन राम्रो एउटा चलाउन चाहेको छ त्यसको लागि मनको सोच राम्रो देखि मैले जीवन चलाउँछु भने ठीक छ तर मनको सोच राम्रो चाहिँ कसरी हुन्छ रे अब थेला समलो संगो थेया समलो संगो तोङताङ शेख कस्तो राम्रो छ राम्रो सोचद्वारा जीवन चलाउने हो भनेदेखि राम्रो सोच चाहिँ कसरी आउँछ कसरी राम्रो गरेर सोच्नुपर्छ त्यो तरिका चाहिँ सिक्नुपर्छ जान्नुपर्छ रे तोङताङ शेख समलो सांबो तोङसुल के छेने सोये अब कस्तो राम्रो मनको सोच धेरै राम्रो मनको सोच धेरै राम्रो हुनुपर्छ मनको सोच राम्रो हुनुको लागि मनले कसरी राम्रो सोच्नुपर्छ त्यो शिक्षा चाहिन्छ रे मनले कसरी विचार गर्ने राम्रो विचार राम्रो सोच कसरी मनले सोच्ने त्यसको शिक्षा चाहिँ बुद्ध धर्ममा छ रे तपाईले बुद्ध धर्म पढ्यो भनेदेखि अनि कसरी सोच्नुपर्छ विचार कसरी गर्नुपर्छ राम्रो सोच र राम्रो विचार कसरी गर्नुपर्छ सबै सिकाएको छ रे राम्रो छ नि पहिला जीवन चलाउनु पर्छ भन्यो त्यो जीवन चलाउनु बेलामा मन चाहियो मनको सोच चाहियो भन्यो मनको सोचमा दुईटा राम्रो र दुईटा राम्रो चाहियो भन्यो राम्रो सोचहरू चाहिँ कसरी सोच्नुपर्छ कसरी विचार गर्नुपर्छ त्यो सिक्नु पर्यो भन्यो त्यसको ज्ञान चाहिँ बुद्ध धर्ममा छ भने नि त्यसो कारणले धर्ममा जानुपर्छ भन्ने यस्तो कि यो अरू सबै खर्च क्युम्जेन डेम्बरदुवा यो कारण सहित भन्छ रहेछ नि धर्ममा लाग्नुपर्छ भनेर हाम्रो थारको हाम्रो यो भन्दैन रहेछ नि है जीवन चलाउनु बेलामा अनि राम्रो जीवन चलाउनु पर्छ त्यसको कारणले धर्ममा लाग्नुपर्छ भने कस्तो राम्रो भन्छ है अब त्यसपछि रंगी समलो संबुर ग्योर छेखेपे छेलो त्यसम न्याम्ने छैन समलो संबुर ग्योर फेदो गे अब अन्तिममा के भने नम्बर 1 को अन्तिममा बुद्ध धर्मलाई ध्यान अभ्यास गर्यो भने देखि तपाईले जीवन चलाउनु बेलामा राम्रो सोचद्वारा चलाउन सक्छ रे कस्तो राम्रो त्यसो कारणले राम्रो सोचद्वारा राम्रो विचारद्वारा अनि धर्म के रे जीवन चलाउनु पर्ने कारणले तपाईले बुद्ध धर्मलाई ध्यान अभ्यास गर्यो भनेदेखि त्यो फाइदा हुन्छ रे ल सबैको मनमा राख्नुस् त के भन्यो सबैको मनमा राख्नुस् के भन्यो पहिला नम्बरमा के भन्यो बुद्ध धर्मले ध्यान अभ्यास गर्यो भनेदेखि के फाइदा छ रे आफ्नो जीवन चलाउनु बेलामा राम्रो सोचले जीवन चलाउन सक्ने हुन्छ रे हो यो लाभ थाहा भयो कति महत्त्वपूर्ण रहेछ नि यो कुरा चाहिँ पहिला राख्नुस् अब त्यसपछि दोस्रो याङ थी थो अल्लाह दोस्रो बुद्ध धर्मले ध्यान अभ्यास गर्यो भनेदेखि 5 लाभ छ भन्यो नि अब 5 लाभमा दोस्रो चाहिँ के हो भनेदेखि याङ थी थो थाबेल हजुगी लब्ज सोगी न्याम्लेला तेने फेदो ये त्यो के रे अस्ति हामीले यो भन्यो नि असल विचार र असल आचरण त्यसले चाहिँ मानव धर्म भन्यो नि अब बुद्धको धर्मलाई चाहिँ के भन्छ दैव धर्म भन्छ हाइ छे भनेर दैव धर्म भन्छ है अब यहाँ याङ थी थो थाबेल हजुगी लब्ज सोगी न्याम्लेला तेने फेदो ये हो
त्यसको माथि अझै के लाभ फाइदा छ भनेदेखि बुद्धको शिक्षाको भित्र बुद्ध शाक्य मुनिले अनि सल्लाह सुझाव धेरै उहाँले दिनुभएको छ अरे। हामीले बुद्ध धर्म पढेर बुद्ध शाक्य मुनि स्वयंले भनेको सल्लाह सुझावहरू सबै आफूले ज्ञान अनि शिक्षाहरू पायो भने त्यो सल्लाह सुझावहरू हामीले अभ्यास गर्नु बेलामा धेरै फाइदा हुन्छ अरे है। यहाँ दोस्रोमा लब्जसोगी 냠내나 때는 배도 예 빼르나 우다란 랑라 तावा तिन्जुङी तावा त चोब छेवा छेमेङीकी 냠내는 यना यदि हामीलाई प्रतीत समुपातको अनि ज्ञान अभ्यास त्यस्तो अनि आफूले गर्यो भने त्यो सँगै सँगै चोब छेवा मेपा भने चाहिँ असल आचरण त्यो पनि अरूलाई दुःख नदिने अहिंसाको आचरण त्यस्तो अनि अभ्यास छ भने के फाइदा छ भनेदेखि राङला ठुकुसो सेन्दाङम काङेन्ठेका यदि हामी घरमा बस्नु बेलामा श्रीमानलाई श्रीमतीले दुःख दिने जस्तो श्रीमतीले श्रीमानले दुःख दिने जस्तो अनि त्यो बच्चाहरूले पनि यता टेन्सन धेरै दुःख दिने जस्तो यस्तो गरेर कहिले कहिले मनमा धेरै पीर हुन्छ अरे। त्यो बेलामा मलाई दुःख दियो मलाई पीर भयो भने त्यो मात्र नसोचेर ल मलाई पीर भयो त भयो मलाई दुःख भयो त भयो तर त्यो दुःख र पीरहरू मेरो यो दुःखहरू चाहिँ के हो भनेर सम्झिनुपर्छ। यदि हामीलाई बुद्धले भनेको जस्तो प्रतीत समुपातको ज्ञान र अभ्यास छ भनेदेखि तुरुन्त मेरो दुःखहरू त बुद्धले चार आर्य सत्यको विषयमा दुःख आर्य सत्य भनेको थियो त्यसको भित्र दुःखको दुःख भनेको छु त्यो त त्यही रहेछ नि भन्ने थाहा हुन्छ कि मेरो दुःख चाहिँ दुःख आर्य सत्य बुद्धले भनेको ठक्कै रहेछ फाइले थाहा। अब दुःख आर्य सत्य चाहिँ कसरी भएको मलाई भएको दुःख चाहिँ कहाँबाट भएको भनेदेखि मेरो दुःख चाहिँ स्वतन्त्र रूपले भएको होइन रहेछ मेरो दुःख चाहिँ प्रतीत समुपात रहेछ भनेर थाहा हुन्छ अरे। अब प्रतीत समुपात रहेछ भनेर थाहा भयो भने मेरो दुःख चाहिँ धेरै कारणले भएको हो अनि हेतु र धेरै विभिन्न अनि त्यो प्रत्या हेतुदेखि भएको हो भनेर चाहिँ मनमा आउँछ अरे। त्यो थाहा भएदेखि त्यो हेर्दै गएदेखि ल मेरो यो दुःख चाहिँ कहाँबाट आएको रहेछ त्यसको हेतु के रहेछ प्रत्यय के रहेछ हेतु के रहेछ भने यसो हामीले छानेर गयो भने एकमा चाहिँ यहाँ उहाँले पनि गरेको हो तर त्यसमा त मैले पनि नराम्रो गरेको रहेछ भनेर चाहिँ थाहा हुन्छ अरे। त्यो दुःखको हेतु यसरी गरेर राम्रो गरेर हेर्यो भने दुःखको हेतु चाहिँ एउटा मान्छेले गरेको मात्र हुँदैन दुःखको हेतुमा धेरै विभिन्न अनि त्यो हेतु र प्रत्ययहरू छ त्यो थाहा हुन्छ। त्यसमा भने पहिलाको जन्ममा पहिला हामीले आफैले नराम्रो कर्म गरेको भने थाहा हुन्छ अरे। त्यो थाहा भएदेखि अनि के हुन्छ अघि क्रोध भयो नि मलाई दुःख भएको त यसले गर्यो भनेर क्रोध छ नि त्यो क्रोध चाहिँ हटाएर जान्छ। यो दुःख त म आफैले गरेको पनि रहेछ नि ऊ मात्रले किन क्रोध गर्ने भनेर चाहिँ तुरुन्त त्यो मनको सोच चाहिँ त्यो हुन्छ अरे। राम्रो छ है। अब त्यसको माथि यदि बौद्धको सिद्धान्त है त्यो के भन्छ छाचे तेन्जुङ देखार्छ छाचे तेन्जुङ अंश परिमाण अंश खर्सा पतित समुपात त्यस्तो सिद्धान्त छ भनेदेखि अब दुःख हुन्छ नि यस्तो दुःख हुँदाखेरि त्यो दुःख चाहिँ दुःखलाई अंश के रहेछ भनेर हेर्नु पर्यो नि। अब यहाँ सुन्नुहोस् है मैले तुरुन्त भन्नु तुरुन्त यहाँ सुन्नुहोस् है म भन्दाखेरि हामी तुरुन्त के आउँछ रहेछ जिउदेखि लिएर टाउकोदेखि लिएर त्यो पाउदेखि लिएर सबै यस्तो भएको चाहिँ म भन्छ मनमा आउँछ रहेछ नि सोच आउँछ है म भनेर ल अब म चाहिँ टाउको चाहिँ हो कि भनेर फेरि टाउको चाहिँ म होइन रहेछ भनेर त्यहाँ राख्ने
त्यो यो हात होइन रहेछ खुट्टा होइन रहेछ यसरी अङ्गहरू भए अङ्गहरू सबै म भने चाहिँ यो पनि होइन रहेछ यो पनि होइन रहेछ यसरी खोज तलास गऱ्यो भनेदेखि पछि त म भने चाहिँ राख्नु सक्दैन रहेछ नि है होइन अब यो हामी सबैले यहाँ हेर्नुहोस् त यो किताब भन्छ होइन किताब कुन यो खर्च क्याप्सदी यो गाना यो गाना चाहिँ हो कि यो हो कि भनेर एक एक गरेर चाहिँ अनि छिटायो भने यो किताब भने चाहिँ राख्नु सक्दैन नि त्यही जस्तो के म भने चाहिँ यसरी छुटायो भने अङ्क के अरे अङ्क अंशदेखि छुटायो भने म भने चाहिँ राख्नु सक्दैन त्यही जस्तो यस्तो दुःख हुँदाखेरि अनि क्रोध हुन्छ नि क्रोध हुँदाखेरि त्यो क्रोध चाहिँ कहाँ रहेछ भनेर अनि त्यसको आँखा एक एक गरेर अनि छुटाएर हेर्नुहोस् त त्यो क्रोध पनि बस्नु सक्दैन त्यो पनि छैन हो त्यस्तो छ कि बुद्धको सिद्धान्तमा त्यसो कारणले प्रतीत समुपाद बुझेर ध्यान गर्यो भनेदेखि यस्तो क्रोधहरू रिस रागहरू हुँदाखेरि चाहिँ तुरुन्त त्योहरू सबै हटाउन सक्छ भनेको छ त्यही कारणले बुद्ध धर्मलाई अभ्यास गर्यो भने फाइदा छ भने चाहिँ त्यो अब त्यो मात्र होइन कि एउटा चाहिँ के हो अहिंसा मनको सोचको भित्रदेखि नै हो बुद्धले अहिंसाको विषयमा शिक्षा दिएको छ ज्ञान दिएको छ मैले पनि बुद्धको अहिंसाको शिक्षा चाहिँ पढ्छु भनेर चाहिँ पढेर मनको भित्र मैले अहिंसा भन्ने त्यस्तोलाई त्यो सोच आयो भने अब त्यो सोच आएर अहिंसाको शिक्षा र ज्ञान प्राप्त भएर एक दिन त्यसलाई अभ्यास गर्ने 2 दिन गर्ने 3 दिन गर्यो भनेदेखि के हुन्छ रहेछ भनेदेखि मनको भित्रदेखि नै के हुन्छ बुद्धले अहिंसा भनेको छ जसले पनि हिंसा गर्नु हुँदैन भन्ने सोच छ नि अब जसले पनि हिंसा गर्नु हुँदैन भन्ने सोच छ भनेदेखि उहाँले के गर्छ पहिला आफ्नो घरको भित्र श्रीमानले पनि अहिंसाको शिक्षा ज्ञानद्वारा श्रीमानलाई दुःख दिँदैन बच्चाहरूले दुःख दिँदैन नि श्रीमतीले त्यो सोच छ भनेदेखि श्रीमान र बच्चाले दुःख दिँदैन नि अनि यो घरको परिवार सबैलाई अहिंसाको शिक्षा र ज्ञान छ भनेदेखि बुद्धले भनेको जस्तो अहिंसा शिक्षा ज्ञान छ भनेदेखि आफ्नो घरको भित्र जहिले पनि दुःख नदिने मात्र नभएर छिमेकीले पनि दुःख दिँदैन है त्यहाँदेखि लिएर जति गाउँमा भएको मान्छे सबैलाई दुःख चाहिँ दिँदैन हिंसा गर्दैन है त्यो मात्र नभएर आफ्नो घरको भित्र यो के अरे कुखुरादेखि लिएर बाख्रादेखि लिएर भैँसीदेखि लिएर जति अनि पशुहरू छ त्योहरू सबै सुख चाहिने दुःख नचाहिने एउटै हो बुद्धले अहिंसा भनेको त्योलाई अभ्यास गर भनेको छ म त्यो गर्छु भनेदेखि त्यस्तो पशुहरूले पनि हामीले दुःख गर्दैन अब त्यसलाई के भन्छ हिंसा गर्दैन अब हिंसा नगर्नु भएदेखि काटमार त गर्दैन नि अनि माया पनि गर्छ नि त्यसो कारणले बुद्धको धर्मलाई पढेर मात्र नभएर बुद्धको धर्मलाई अभ्यास गर्यो भनेदेखि फाइदा छ भने त्यो बुझ्यो है बुद्धको धर्मलाई के अरे पढेर पनि फाइदा लाभ छ बस्नुहोस् बुद्ध धर्मलाई पढेर पनि फाइदा छ अध्ययन गरेर पनि फाइदा छ त्यो मात्र नभएर अनि अभ्यास गर्यो भनेदेखि फाइदा छ भने अहिले मैले उदाहरण दियो नि है प्रतीत समुपाद अभ्यास गरेदेखि के फाइदा रहेछ अहिंसा भन्ने त्यसलाई अभ्यास गरेदेखि के फाइदा रहेछ अब त्यसको माथि पञ्चशिलामा बसेर अभ्यास गर्ने हुन्छ त्यसको माथि माया दया बुद्धिचित अनि छपारमिता त्यस्तो अभ्यासहरू गरेदेखि त झन् फाइदा छ नि त्यसो कारणले यहाँ यसो भनेको सम्लोर लुत के अरे राङ्ला ठुकुसो सेन्दान्यम काङ्गे ठेकप सम्लोर लोदोप देशी खुयाम्बा लिङ्गुर नेसी तोक्सोला खेबा तिनजुङ्गी तावे गर्ने काङ्गेलकी घुगेसो शिवर चेते काङ्गे ते राङ्ले छुयो न हो यो राम्रो छ नि प्रतीत समुपादको सोच छ भनेदेखि यहाँ सुन्नुहोस् है राम्रो कुरा एउटा भन्छु
प्रतित समुपादको सोच शिक्षा ज्ञान अभ्यास आफैले छ भनेदेखि हामीलाई यस्तो दुःख हुँदाखेरि केही कारणले दुःख हुँदाखेरि तुरुन्त प्रतित समुपाद सोच्नुपर्छ यो दुःख चाहिँ हेतु प्रत्ययद्वारा भएको हो अब त्यो हेतु प्रत्यय चाहिँ के रहेछ है त्यो लो सुर ने बसेर गर्छ एकदम ध्यान दिएर विश्लेषण गर्नु छाङताङको वाङदु मासो लो सुर ने बा त्यसले चाहिँ अब पक्षपातहरू शुद्ध सोचले है शुद्ध सोचले सोचेर के मलाई दुःख त छ तर दुःख चाहिँ बुद्धले प्रतित समुपाद हो भन्यो त्यो दुःख चाहिँ के हेतु र के कारणले भएको हो भनेर चाहिँ त्यसको हेतु र प्रत्यय चाहिँ खोज तलास गर्छ है त्यो खोज तलास गर्दाखेरि के पाउँछ त्यसको कारणमा एउटा चाहिँ अरूले आफैलाई अनि दुःख दिनेको कारण एक दुई पनि हुन सक्छ आफैले पनि गरेको पनि हुन सक्छ यदि त्यो बेलामा यस्तो खोज तलास गर्ने बेलामा ओ यो त मैले गरेको रहेछ भनेदेखि अब के गर्ने अरूलाई माफी लिनुपर्छ त्यो फाँसी भयो अनि अरूलाई चाहिँ के गर्नुपर्छ फापगे दे जङखाङ दोa खाङबा तोङबा दोa अनि त्यो के भन्छ अरूलाई त्यो के भन्छ त्यो त्यो दुःख चाहिँ ए मैले गरेर रहेछ अब यो घरमा यस्तो झगडाहरू सबै मैले गरेर रहेछ भनेदेखि अनि आफैले अरू सबैले के गर्नुपर्छ सरी भन्नुपर्छ है यो मेरो भुल भयो भनेर चाहिँ त्यो गर्नुपर्छ त्यस्तो गरेर यदि त्यस्तो समस्याहरू चाहिँ अरूदेखि भएको हो भनेदेखि अरू पनि मान्छे हो नि उसलाई पनि सोच छ नि अनि एक दिन शान्तिमा हुनेको बेलामा अनि उसलाई सम्झिनुपर्छ यसो भयो नि यो भएको कारण तपाईले यसो गरेको हो नि तपाईले राम्रो गरेर सोच्नुस् त भनेर कुरा गर्ने है त्यहाँदेखि उहाँले पनि स्वीकार गर्छ नि त्यस्तो गरेर प्रब्लमहरू समस्याहरू सबै अनि प्रतित सम्पदाद्वारा चाहिँ यसरी सोचेर चाहिँ समस्याहरू सबै अनि के अरे समाधान गर्न सक्छ त्यसो कारणले धेरै फाइदा छ त्योहरू त्यही काङ्गे थे रङले छोयो न सेल गोङसु सेनले छोयो न सेन थे मिरङ यिन्दु केजे सेन गोवे सेन दे सिदर नेबे कपसिला नले फेबे जालदे नले फेबे जालदे delshiki demba ratene shide da thundil du ne thoba soge phendo chebatang thetabe thapsula tene kimgi kangil ne zamlingi kangil ku shive gone sel thobais अब यहाँ एउटा कुरा राख्छु है तपाईहरुले पहिला सुनेको पनि छ होला नसुनेको पनि छ होला हैन यो जम्बुद्दीनमा भएको जति समस्या छ त्योहरू सबै प्रतित समुपातको सिद्धान्त र अनि के रे अहिंसाको आचरण त्यो दुईद्वारा सबै अनि नष्ट गर्न सक्छ थाहा भयो योहरू चाहिँ मनमा राख्नुपर्छ है यहाँसम्म के अरे बुद्ध धर्मलाई अभ्यास गरेको फाइदा लाभमा दुई अब तेस्रो yang aran su mise nang ken yamba na so che sipe thi kap donglen che tap sheku यो पनि राम्रो छ नि हाम्रो जीवनमा धेरै समस्याहरू अनि आफैले के भन्छ बोक्नु पर्ने लाग्रे आफैले के भन्छ बोक्नु पर्ने हुन्छ है त्यो बेलामा आफैले त्यस्तो समस्याहरू आउँदाखेरि आफैले के गर्ने त्यो बेलामा क्रोध गरेर बस्ने कि त्यो बेलामा दुःख सोचेर बस्ने कि फेरि त्यो बेलामा म त हाम फालेर मरौँ कि भन्ने त्यस्तो सोच गर्ने कि है त्यस्तो समस्या हुँदाखेरि बुद्ध धर्मलाई अभ्यास गर्यो भनेदेखि त्यो समस्याहरू सबै अनि टेक्न सक्छ रे तोङले छेतप शेख पेन लुला ने नचोपा कहिले हाम्रो जिउलाई
यस्तो नराम्रो बिमारहरू हुन्छ कर्छ सेमला काङ्गे नछोपा कहिले कहिले हाम्रो मनमा यस्तो दुःखहरू अनि हुन्छ थिचिन्दु ग्यापाता शिवा अब बिस्तारै बिस्तारै बुढोबुढी हुँदै जान्छ सानो बेलामा त म त अहिले जवान हो जस्तो गरेर त्यो के भन्छ त्यो सिसाहरू हेरेर यस्तो यस्तो गरेर गर्छ है अब यस्तो गर्दै गर्दै त्यहाँ न्यामाहरू आउँछ यहाँ छ नि है अनि यस्तो यस्तो छालाहरू सबै त्यो हुँदै जान्छ नि अनि मनमा चाहिँ पिर हुन्छ कि ला अब म बुढो हुँदै जान्छ रहेछ है म बुढी हुँदै जान्छ रहेछ है मेरो सुन्दर र सुन्दरहरू हरायो है मनमा त्यो आउँछ होइन हो अब त्यस्तो बेलामा जोस जिउलाई समस्या मनलाई समस्या धेरै आउन सक्छ है अब बुद्ध धर्मको शिक्षा ज्ञान मनको सोच राम्रो छैन भनेदेखि अनि जहिले पनि दुःखै दुःख अनि भोग्नुपर्ने जहिले पनि त्यो हुन्छ कि अब मनमा चाहिँ त्यो बुद्ध धर्मको शिक्षा र ज्ञान छ भनेदेखि जति समस्या भएर भने आफ्नो मन चाहिँ स्थिरमा बस्न सक्छ यो मैले त्यसरी भने होइन है म पनि पहिला जवान थियो नि त 16, 18 के अरे 16, 17 त खतरा छ त है साँच्चै भन्छ होइन मलाई थाक्ने भने चाहिँ छैन बिहानदेखि बेलुकासम्म यस्तो जिउहरू राम्रो थियो अब पछि बुद्ध धर्ममा परेर त्यो पढ्नु बेलामा खाना पनि राम्रो खाएन अनि त्यो जिउले पनि हेरेन दुःख लिएर कष्ट गरेर परेर अनि धेरै बिमारहरू चाहिँ भएको थियो तर केही छैन अहिले त बिमार हुन्छ अहिले केही तरकालमा दुःख हुन्छ तर मैले धर्म चाहिँ मैले अन्तिमसम्म मैले पढ्नु पर्यो अध्ययन गर्नु पर्यो ध्यान आवेश गर्नु पर्यो भनेको सोचले गर्दै गयो अहिले मेरो जिउमा त्यो के भन्छ हेपेटाइटिस जस्तो बिमार रोगहरू चाहिँ मलाई छ तर मेरो मनलाई केही त्यही छैन त्यसको कारणले मन दुख्ने अब आज त म त्यो छ भनेर चाहिँ त्यो कामहरू सबै राख्ने अरूलाई फाइदा नगर्ने त्यसो केही छैन त्यो कसरी भएको भनेदेखि बुद्धको शिक्षा बुद्धको ज्ञान ध्यान आवेश गरेको कारण हो झन् आफै बिमार रोगी हुनुभन्दा अरू बिमार रोगी त्यस्तो देख्यो भने मेरो मनमा त्यसलाई पिर हुन्छ रहेछ अरूको लागि त म मरोस् के गरोस् केही छैन तर अरूलाई चाहिँ राम्रो गर्नु पर्यो भने त्यस्तो सोच पनि आउँछ त्यसो कारणले अहिले मैले भने नि आफ्नो जिन्दगीमा जिउलाई पनि धेरै समस्या बिमार रोगहरू आउन सक्छ मनले पनि धेरै कुराहरू सुनेर के मनको के अरे मनको देबा खर्छ इच्छाहरू सफल नभएको कारण धेरै त्यसो कारणले चाहिँ मनले पनि धेरै त्यो हुन्छ तर तपाईले बुद्ध धर्मलाई अध्ययन गरेर अभ्यास राम्रो गरेर त्यो जति समस्या भएर भने आफ्नो मन चाहिँ सुख शान्तिमा बस्न सक्छ त्यसो कारणले बुद्ध धर्मले ध्यान आवेश गर्यो भनेदेखि यस्तो फाइदा छ भनेको छ त्यसै गेबाद शिवसो जुङे थिकागु लुसेमगि दोंगा सेदप थिया चोसेमगि काङे सेदप कु अब मनको अनि के रे मनको समस्या मनको दुःखहरू सबै हटाउनुको तरिका उपाय चाहिँ बुद्ध धर्ममा छ रे नाङ्बे छे चेदाङ अब यो चाहिँ तपाईहरुले सुन्नुस् है म पछि यो प्रवचन गर्छु भन्ने मेरो मनमा थियो मधुसूदन मधुसूदन यहाँ सुन्नुस् है बुद्ध धर्म हुनु त बुद्ध धर्म सबै अनि धेरै ठुलो र धेरै राम्रो हो आफैले फाइदा हुने हो तर त्यसको बीचमा आफ्नो मन भने चाहिँ के हो चित्त भने चाहिँ के हो मनलाई रिस रागदेखि लिएर त्यस्तो आउँदाखेरि चाहिँ त्यसलाई कसरी परिवर्तन गर्ने परिवर्तन रे परिणत रे
त्यसले कसरी परिवर्तन गर्ने यहाँ सुन्नुस् ल एउटा उदाहरण यो तपाईहरु यस्तो हुन्छ नि तराईमा गर्मीको बेला हुन्छ नि गर्मीको बेलामा घरको भित्र बस्नु बेलामा यस्तो तातो गर्मी हुनु बेलामा यो समस्या हो नि त्यो समस्यालाई हटाउनु लागि के गर्ने अब त्यो गर्मी त छ त्यो गर्मीलाई हामीले परिवर्तन गर्नु पर्यो नि त्यसको लागि अनि त्यहाँ हावा आउनु दिने त्यो के रे त्यो पंखाहरु चलाउने त्यस्तो गरेर त्यो गर्मीलाई हटाउनु पर्यो नि त्यही जस्तो मनको भित्र कहिले रिस आएर धेरै दुःख दिन्छ त्यो बेलामा अब त्यो रिसलाई अनि कसरी हटाउने कसरी टेक्ने कसरी परिवर्तन गर्ने फेरि राग हुन्छ अनि त्यो घमण्ड हुन्छ के हुन्छ के हुन्छ मन त्योहरुलाई त्यस्तो आउँदाखेरि तुरुन्त त्यो नराम्रो मनलाई तुरुन्त अनि परिवर्तन गर्ने तरिका चाहिँ बुद्ध धर्ममा छ त्यो पनि कहाँ छ भन्देखि मधुसूदन तपाईहरुले मनमा राख्नुस् यो शब्द चाहिँ मधुसूदन धर्म अब पछि वर्षमा म यहाँ आउँदाखेरि मधुसूदन धर्म चाहिँ तपाईहरुले शिक्षा दिन्छु ज्ञानहरु ल यो धेरै ठुलो छेको भाषामा भन्छ लो जोङ लो भने चाहिँ मन हो मन जोङ भने चाहिँ ट्रेनिङ तालिम यहाँ सुन्नुस् है यहाँ सुन्नुस् तपाईहरु यो शब्द चाहिँ पहिला राख मधुसूदन मधुसूदन भन्नेको शब्दको अर्थ के हो भन्देखि मनलाई तालिम दिने भनेको थाहा भयो मनलाई तालिम दिने तरिका मनलाई तालिम दिने तरिका दुई मनलाई तालिम दिने तरिका ल पहिले यो शब्द चाहिँ मनमा राख्नु छ मधुसूदन मधुसूदन भने चाहिँ शब्द त्यसको अर्थ चाहिँ के भयो मनलाई तालिम दिने तरिका हो यो चाहिन्छ धर्म है मनलाई तालिम दिन सक्नुपर्छ मनलाई तालिम दिन सक्यो भनेदेखि सबै कुरा राम्रो हुन्छ यो मन चाहिँ मनको स्वभाव त राम्रो छ तर त्यो सँगै तर्कालमा के रे पहिलेदेखि नै रिस रागको एउटा छापले तर्कालमा केन्द्र के रे कोही प्रत्यय दोषको कारणले अनि मन चाहिँ नराम्रो हुन्छ रहेछ नि है त्यसो कारणले धर्म भन्ने सत्य धर्मको मतलब चाहिँ मनलाई विकास गर्नु पर्यो मनलाई परिवर्तन गर्नु पर्यो त्यसको लागि के धर्म चाहियो भनेदेखि मधुसूदन मनलाई तालिम दिने तरिकाको धर्म चाहिँ चाहिएको छ है त्यसो कारणले अहिले हाम्रो समाज के भन्छ समाजमा धेरै समस्या हुन्छ नि समाजमा यहाँ हेर्नुस् है व्यक्तिगत आफ्नो आफूले पनि समस्या हुने आफ्नो घरमा भने समस्या हुने आफ्नो समाजमा भने समस्या हुने त्यो कोले गरेको मान्छेले गरेको सुन्नुस् तर मान्छेले त्यो कसरी गरेको मान्छेको भित्र मन भएको कारणले मान्छेको भित्र मन छैन भनेदेखि त्यस्तो समस्या बनाउँदैन थाहा भयो मान्छेको भित्र मन भएको कारणले त्यो समस्या भएको हो त्यसो कारणले जति समस्या छ त्योहरु सबै कहाँबाट आएको मनद्वारा आएको त्यसो कारणले मनलाई तालिम दिएर परिवर्तन गर्न सक्यो भनेदेखि त्यो समस्याहरु सबै टेकेर जान्छ त्यो अब सबभन्दा ठुलो कुरा चाहिँ त्यो हो त्यसो कारणले बुद्धले जहिले भने शिवेलुला शिवेङा शिवेइन न्यामसापा भनेर जहिले भने तपाईको शरीर पनि शान्तिमा बस शिवेलुला शिवेङा जहिले पनि बोल्ने तरिका शान्तिले बोला रिस रागले नबोल शान्तिले बोल कुरा गर्ने बेलामा शान्तिले गर्नुपर्छ भनेको छ
शिवे ल्युला शिवेंगा शिवे यिने न्याम शापा मन बनी जाइले भने मन बनी शान्ति बसा भनेको छ यो तीन र शान्ति चाहिँ सबैले थाहा हुनुपर्छ है के भन्यो शरीर बनी शान्तिमा जिउ बनी शान्तिमा बस्ने बोल्ने तरिका त्यो कुरा गर्ने तरिकाहरू शान्तिमा बोल्ने मन पनि शान्तिमा बस्ने त्यो चाहिँ हामीले त्यो गर्नुपर्छ त्यसो कारणले बुद्धले तपाईहरु हेर्नुस् न बुद्ध उहाँको अनुहार उहाँको बस्ने तरिका हेर्नुस् त कस्तो शान्ति छ हाम्रो यहाँ बुद्धको मूर्ति यही छ नि शान्ति बसेको छ नि हामी पनि उहाँको अगाडि दर्शन लिँदाखेरि चाहिँ तुरुन्त शान्ति हुने रहेछ नि हो त्यस्तो हुनुपर्छ हो त्यसो कारणले मनलाई शान्ति बनाउने मन अनि के रे शुद्ध बनाउनेमा सबभन्दा राम्रो एउटा चाहिँ मधुसूदन मनलाई तालिम दिने धर्म त्यो चाहिन्छ हो नाङ्बे छुचिदा केवल लोजुङि न्यामे नि सुङये सुङबदर लाग्दो लेबे फेङे भयस तपाईले मधुसूदन भन्ने के रे मनलाई तालिम दिने धर्म त्यो चाहिँ तपाई गर्यो भने निश्चित रूपले तपाईले फाइदा हुन्छ भनेको छ त्यसो कारणले धर्मलाई अभ्यास गर्यो भने फाइदा के छ भने त्यो चौथो धर्मलाई अभ्यास गर्यो भनेदेखि अरु के फाइदा छ भनेदेखि याङ खालते रङ शिवेजे निसुङ दोंगा द खोरवे दोंगा योर ग्युवाले थर्ते थर्बाद थम्जे के थपताब क्या नाङछे निसुङ ये अब यो राम्रो छ नि अहिले सम्म नम्बर 3 सम्म के भन्यो यही जिन्दगीमा सुकु हुने तरिका यही जिन्दगीमा शान्ति हुने तरिका यही जिन्दगीमा चाहिँ सफल हुने तरिका यही जिन्दगीमा चाहिँ सोच राम्रो हुने तरिका त्योहरु सबै भनिसक्यो बुद्ध धर्ममा छ भनेर अब बुद्ध धर्मलाई अभ्यास गर्यो भने अझै फाइदा के छ भनेदेखि यदि तपाईले पछिको जिन्दगी पछिको जीवन पछिको जन्म रेबे मान्ने हो भनेदेखि बुद्ध धर्ममा तपाई लाग्नुस् अभ्यास गर्नुस् यो जीवनमा त्यो नभएर पछिको जीवन पनि राम्रो हुन्छ रे यो राम्रो छ नि है त्यसो कारणले हामी अलिकति चलाक हुनुपर्छ नि तर्कालको सुख चाहिँ ठुलो कि भविष्यको सुख चाहिँ ठुलो भन्नुस् त भविष्यको हो नि हैन त्यसो कारणले यो जीवन त सुख होस् दुःख होस् 80-90 बस्ने हो त्यहाँदेखि मर्ने हो नि सबै 80-90 100 अब पछिको जीवन फेरि त्यसको पछिको जीवन पछिको जन्म त्यसको पछिको जन्म हेर्दाखेरि अब भन्नु नसक्ने गन्नु नसक्ने छ नि अब यो जीवनको सुख यो जीवनको दुःख त्याग्ने र सुख प्राप्त गर्ने त्यो मात्र सोच्ने कि पछिको जति अब हाम्रो यो जीवनहरु छ हाम्रो यो जन्महरु छ त्यसमा पनि हामीलाई दुःख नभएर सुख चाहिने छ नि त्यसो कारणले पनि तपाईले बुद्ध धर्ममा लाग्नुस् बुद्ध धर्ममा लाग्यो भने ध्यान अभ्यास गर्यो भनेदेखि यो जन्ममा त नभएर पछिको जन्ममा पनि फाइदा हुन्छ रे हलासो दोंगा न्यावा ग्योवाले थर्दे त्यो मात्र नभएर संसारको दुःख देखि भने हामीले मुक्ति पाएर मोक्ष निर्वाण भन्ने त्यस्तो प्राप्त गर्न सक्छ रे दोंगा न्यावा ग्योवाले थर्दे थर्पदा थम्जे खेम थपताब क्या नाङछे नि सुङ येबे थेतर न्यामले थुप्न काङ्गेल नाम सेल्थो अब यहाँसम्म चाहिँ अनि फाइदा चौथो चाहिँ त्यो अब पाँचमा बुद्ध धर्मलाई ध्यान अभ्यास गर्यो भनेदेखि अझै फाइदा के छ भनेदेखि थेतर नाङछे नि सुङ तर्गे थबलम छेगी मेनम भेजे छेते यो कुरा चाहिँ थाहा हुनुपर्छ धर्मले के भन्छ भनेदेखि दबाई भन्नुपर्छ दबाई दोस्तो मनको दबाई हो कि धर्मलाई धर्मको अनि दबाई भने पनि हुन्छ धर्मको दबाई छेकी मेन भेजे छेते तपाईले
धर्मको दबाहरू खाउन सक्यो भने रे रंगी रंगी क्योप्खे शेतेम्बे सुम्बतर क्योप्थुबाम क्योप्सु नेगा लेपर शेबाना थेने रंगजा मासे शें सिमजे मंगबुर ठेबु कुंदु फेंबा छेतोस क्योप से दे करसा छिकदे रक्षा हो यो कुरा चाहिँ सुन्नुस् है जो व्यक्तिले बुद्ध धर्मलाई ध्यान आवेश राम्रो गरेदेखि त्यो व्यक्तिले आफैलाई रक्षा गर्न सक्छ रे दुःखदेखि रक्षा गर्न सक्छ रे अब आफैलाई दुःखदेखि रक्षा गर्न सक्ने त्यो व्यक्तिले अरू मान्छेले भने अनि दुःखदेखि मुक्त गर्न सक्ने रक्षा गर्न सक्छ रे हो त्यो धेरै राम्रो रहेछ नि आफैले रक्षा गर्न सक्नुपर्छ बुद्धको छेउमा यस्तो भनेको छ दाङ्गी दागी गए यिसिङ भनेको छ है राङ्गी राङ्गी गए यिसि राङ्गी क्याम्ने राङ्गी थेना छोङ्बे तासाङ सिङ राङ्गी राङ्गी दोम्बर छ भनेको छ त्यसो कारणले त्यो के भन्छ छोङ्बाला गर्छ व्यापारी त्यो के भन्छ गोरा व्यापारीहरूले गोराहरूलाई अनि तालिम दिएर गोराहरू राम्रो बनाउँछ नि त्यही जस्तो आफैले भने आफैलाई तालिम दिएर आफैले त्यो परिवर्तन गरेर रक्षा गरेर चाहिँ आफै राम्रो बनाउन सक्नुपर्छ भनेको छ राङ्गी राङ्गी गइस राङ्गी के भने राङ्गी हिस थेना छोङ्बे तासाङसी राङ्गी राङ्गी दुलर छ यो बुद्धले भनेको छ कहाँ भनेको छ छुगी थिक्सु च्याबद गर्छ धर्मपाता भन्ने त्यो चाहिँ थेरावाद महायान वज्रयान जति बौद्धहरू छ सबैले मान्छ त्यो किताब चाहिँ बुद्धकै सल्लाह सुझाव किताब हो धेरै राम्रो छ धम्मपत्ता भन्ने एउटा छेउ छ त्यसमा यसरी भनेको छ राङ्गी राङ्गी गइस राङ्गी क्याम्ने राङ्गी थेना छोङ्बे तासाङसी राङ्गी राङ्गी दुलर छ यो धम्मपत्ता भन्ने किताब चाहिँ सानो छ ठुलो छैन यो तिब्बतीमा छ खास गरेर पालीमा छ अनि नेपालीमा छ हिन्दीमा छ तिब्बतीमा छ त्यो किताब पछि यहाँ हाम्रो यो गुम्बा छ म यहाँ एउटा कुरा भन्छु हाम्रो यो गुम्बा चाहिँ भविष्यमा पूजा मात्र गर्ने गुम्बा नबनाउने है यो गुम्बा चाहिँ के अरे बुद्ध धर्म शिक्षा केन्द्र बनाउनु पर्छ गुम्बामा आएर केही न केही शिक्षाहरू प्राप्त गर्न सक्ने त्यसो भन्नुपर्छ है त्यसो कारणले भविष्यमा यो भित्र किताब राम्रो यस्तो किताबहरू त्यो छानेर लिएर आएर राख्नुपर्छ मान्छेहरू आउँदाखेरि मलाई केही ज्ञान चाहियो मलाई केही शिक्षा चाहियो भने हुन्छ तपाईँ यहाँ किताब छ पढ्नुहोस् भनेदेखि उहाँले पढेपछि धेरै ज्ञान पाउँछ नि शिक्षा है त्यस्तो कारणले यो धम्मपत्ता भन्ने किताब चाहिँ पढ्नुहोस् त्यसमा के छ सृष्टिकर्ता छैन आफ्नो दुःख आफूले बनाएको हो आफ्नो दुःख भने चाहिँ के हो फल हो त्यो फल चाहिँ कर्मद्वारा भएको त्यो कर्म चाहिँ आफूले गरेको हो तपाईले सुख पायो भने त्यो पनि पतित समुपत फल हो त्यो पनि तिम्रो कर्मले गरेको हो त्यो कर्म त्यसो कारणले जति सुख दुःख छ त्योहरू सबै आफ्नोको सुख दुःख सबै आफ्नोको कर्मले भएको हो त्यसो कारणले अनि सृष्टिकर्ता छैन त्यसो कारणले यदि तपाईलाई भविष्य तपाईले सुख चाहियो भनेदेखि त्यो सुख आउने कर्म तपाईले गर भविष्य तपाईले दुःख नचाहिने हो भनेदेखि दुःख आउनेको उपायहरू के छ त्योहरू सबै तिमीले त्यागा तिमी जिम्मा लिनुपर्छ भनेको छ तपाईको सुख दुःख तिमीले जिम्मा लिनुपर्छ भनेर बुद्धले धेरै भनेको छ त्यो त हो नि बुद्ध शाक्यमुनि उहाँ चाहिँ सृष्टिकर्ता हो भनेदेखि त बुद्ध शाक्यमुनि त हामी सबैले माया छ नि हामी दुःख भोगेको छ उले थाहा छैन उहाँले थाहा छ नि अब उहाँले थाहा भएर उहाँ सृष्टिकर्ता हो भनेदेखि हाम्रो दुःख सबै उहाँले त्यो त्याग्यो भने हुन्छ नि किन नत्याग्यो त्यसो कारणले बुद्धले हामीलाई
सुख दुःख कसरी हटाउने, सुख कसरी प्राप्त गर्ने उपाय देखाउने चाहिँ बुद्धको जिम्मा। त्यो उपायहरू जानकार गरेर आफैले त्यो उपाय बाटो मार्गमा जाने चाहिँ हाम्रो जिम्मा। यो थाहा हुनुपर्छ। हामी चाहिँ आफ्नो जिम्मा चाहिँ लिँदैन, सबै माथि राख्छ है। बुद्ध ढोलमा आउँदा मलाई सुख दिनुहोस्, मलाई दुःख नहोस् भन्छ। घरमा गएर त्यही दुःख चाहिँ आफूले बनाउँछ है। कस्तो हामी मान्छे भने चाहिँ त्यस्तो कारणले होला मान्छे उल्टा नबनाऊ है, सुल्टा बनाउनु पर्छ। मान्छे सुल्टा हुनुपर्छ। त्यहीबाट जता यहाँ भनेको छ नि रङ, यहाँ हेर्ला यो शब्द चाहिँ रङ्गी रङ्गी क्यो, त्यो धेरै राम्रो हो नि। आफूलाई संरक्षण गर भनेको छ है। देख्छौ यहाँ त्यो छ क्योपको त्यो सुबतार क्योप थुबा हम क्योप सुल्की नेङ्गा लेखपर शेबाना तेने राङजामा से शे सिमजे मंगबो ठिबुकुदु फेबा छेतोबादा तेशी खिमजादा ढोंदा लुङबादा गेखबगी काङे से तोबा होवे न्याबथुङगी जमनि सिदे तेबे छबुसिदु गिरतोबा वमो। अब यहाँ सुन्नुस् है, आफैलाई संरक्षण गर्नु लागि के गर्नु पर्यो? बुद्ध धर्मलाई ध्यान आवेश गर्नु पर्यो। त्यसो कारणले बुद्ध धर्मले ध्यान आवेश गर्नुदेखि आफैले भने रक्षा गर्न सक्छ, अरूले पनि रक्षा गर्न सक्छ, अरूले पनि माया दयादेखि लिएर धेरै फाइदा, समाजको फाइदा, समाज सेवा सबै गर्न सक्छ। बुद्ध धर्मद्वारा हाम्रो यो जम्बुद्वीप अनि खर्सा विश्व शान्ति बनाउन सक्छ भनेको छ। त्यसो कारणले बुद्ध धर्मलाई यति शक्ति छ। तर त्यो प्रयोग नगर्नुदेखि केही छैन नि। तपाईहरु सुन्नुस् त, त्यो के भन्छ, यदि हामीहरू सबै बिमार होस् ल, अब दबाई चाहिँ त्यहाँ टन्न छ त्यो हस्पिटलमा है, त्यो दबाईले के छ, हाम्रो बिमारहरू सबै हटाउन सक्ने शक्ति छ। तर नखाएर राखेर हेरेर बस्यो भनेदेखि फाइदा छैन नि। त्यही जस्तो हो कि अहिले के गर्छ हामीले, बुद्ध धर्म चाहिँ ठ्याक्कै छेउ कङ्ग्युर यो भित्र राख भन्छ र यहीँ बस्छ उहाँ, हामी चाहिँ तलै बस्छ। यता गयो उता गयो, खायो पियो, त्यो एउटा के वास्तै छैन है। कहिले आयो ढोकेर पुण्य त कमाउँछ नि, त्यसको शिक्षा ज्ञान प्राप्त हुन्छ हुँदैन नि। त्यसो कारणले त्यो बुद्धको शिक्षामा चाहिँ सबै शक्ति छ। तर त्यसले नपर्यो भने, ध्यान आवेश नगर्यो भनेदेखि त्यति फाइदा चाहिँ हुँदैन हो। छिवा सुम्बा खेबर तुया ठेङ्रबकी चिजोला मिक्सेकी फेयो खायो तम। अब यहाँ महत्त्वपूर्ण तेस्रो प्रश्न, बुद्ध धर्मको फाइदा। अब बुद्धको धर्म त पहिला बुद्ध सक्यो मुनि 2500 वर्षको अगाडि बुद्ध यहाँ भएको हो। त्यो बेलामा उहाँले धर्म दिनुभयो, त्यो बेलामा त फाइदा भयो। अब त्यो धर्म चाहिँ हाम्रो यो के भन्छ चलाला खर्सा सामान, पुरानो सामान जस्तो पुरानो भइसक्यो नि। अब अहिले त यो चाहिँदैन भनेर त्यस्तो सोच हुनसक्छ है। अब त्यसलाई यहाँ के भनेको छ, बुद्ध धर्म भने चाहिँ पहिला भएको हो, तर अहिले पनि त्यो चाहिँ जरुर छ, फाइदा छ भनेर चाहिँ भन्दैछ। कसरी भने त्यसको उत्तरमा कति छ, 1 2 छ। नम्बर 1 चाहिँ पढ्छु। लेन ताङ्बो थुरब सर्ङिङगी ढोवानमगी लोङ चेजे छिङोबो सोला खेबर छिमो नेबर योग्या छिङोबो लोङ चोबाबो ढोवा चेदा खेबर मे नामला सेम योबादा सेम थितोने देवा दुमुमे देवे सबै के वाला खेबर मे। कस्तो राम्रो भनेछ है। प्राचीन समाजको बेलामा भएको अनि त्यो बाहिरीको सामान, घरदेखि लिएर अनि त्यो लुगादेखि लिएर त्यो र अहिले आधुनिक समाजको समयमा अनि त्यो घरदेखि लिएर लुगादेखि लिएर त्यसमा त फरक छ रे है। पहिला त धेरै दुःख छ नि, अहिले त धेरै विकास भइसक्यो नि, त्यसमा फरक छ
तर प्राचीन समाजमा भएको अनि व्यक्तिहरू प्राणीहरू र मान्छेहरू र आधुनिक समाजमा भएको व्यक्ति मान्छेहरूमा मन भएको एउटै हो रे त्यो मनदेखि सुख चाहिने र दुःख नचाहिने एउटै हो केही फरक छैन रे हो कि है है अघि बिहामा नराम्रो लुगा लगाएको मान्छे र दिउँसो लुगा राम्रो त्यो घेन्जा के अरे त्यो घेन्जल गर्छ घानाहरू लगाएर आएको मान्छे त्यो दुईटा त्यो के भन्छ लुगामा त फरक छ नि तर मनमा सुख चाहिने दुःख चाहिने त्यही हो नि मान्छे त है त्यो जस्तो हो त्यसो कारणले है बाहिर विकासहरू बाहिर परिवर्तनहरू जो हुन्छ तर मान्छे त त्यही हो जन्म लिँदै 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 जाने त्यही हो त्यसो कारणले चिसे सम्लोटे यो छिन्जे है मनमा सुख चाहियो दुःख नचाहियो भने सोच चाहिँ जहिलेसम्म रहन्छ त्यहीसम्म हामीलाई के चाहिएको हुन्छ भनेदेखि त्यो दुःख हटाउने उपाय सुख प्राप्त गर्ने उपाय चाहिएको हुन्छ त्यो चाहिँ धर्म भएको कारणले बुद्ध धर्ममा त्यो उपाय भएको कारणले धर्म र बुद्ध धर्म भने चाहिँ अनि प्राचीन समाजमा मात्र नभएर आधुनिक समाजमा पनि चाहेको छ भने त्यो कारण थाहा भयो हो यो चाहिँ एउटा कुरा सेम थिए थोने देवदेव दुंगे देव सामने के भयो के भयो मेबे जिसी सम्लोटी यो छिन्जे देवर दुब्दा द दुंगे सेतप्सु शेयुन्जे द केबर नामजुगी शेयुन्जे सिन्धु कालजिन छा यो ला हकपर तोयाङ विशेष गरेर दोवर नमगे सम्लो नाङदो namdo chogyo ge semge kangyen mangdo chimba thi chege nangjo ne sungbe semge shi de tundap ge menga nam shindu nejen da gogo chimba chayus अब यहाँ धेरै कुराहरू चाहिँ भनेको छ है राम्रो गरेर सुन्नुस् यहाँ हेर्नुस् ल प्राचीन समाजमा भएको मान्छेहरू र आधुनिक समाजमा भएको हामी मान्छेहरूमा मान्छे त एउटै भयो एकमा है अब त्यसमाथि राम्रो गरेर सुन्नुस् यो आधुनिक समाजमा बुद्ध धर्म चाहेको छ भन्ने कारण एउटा चाहिँ यस्तो रहेछ हामीले राम्रो गरेर चाहिँ त्यो के भन्छ विचार गर्नुस् त है प्राचीन समाजमा बाहिर विकास त्यति छैन अहिले आधुनिक समाजमा चाहिँ बाहिर विकास धेरै छ तर पहिलाको मान्छे र आजकलको मान्छेको बीचमा मनको अनि त्यो के रे समस्या कुन ठुलो छ रहेछ है राम्रो गरेर विचार गर्नु त पहिलाको मान्छेहरू चाहिँ अहिले यही कुरामा भन्छ है काठमाडौँमा बस्ने मान्छे र गाउँमा बस्ने मान्छेलाई कति फरक रहेछ ल काठमाडौँमा विकास छ गाउँमा विकास छैन तर मान्छे शान्ति स्लो बेसिन गरेर काठमाडौँमा बिजी भएर यस्तो जान्छ अहिले हेर्छ ल एक घन्टा आधा घन्टा मान्छे सबै हड्दा है बा आमा इबी मेमे बच्चाहरू सबैसँग बसेर खाना खाएर आनन्द बस्ने समय छैन बा आउँदाखेरि आमा छैन आमा आउँदाखेरि बा छैन बा आमा आउँदाखेरि बच्चा छैन बच्चा आउँदाखेरि बा आमा छैन सबै हड्तार ल है टेन्सन त्यस्तो कारणले मान्छेहरू सबै अब आफ्नो मन शान्तिले बस्नु सकेन बिचारा अनि मनहरू सबै यस्तो छ कि पानी खोल्नु त्यो उब्लेको जस्तो त्यस्तो छ अब यहाँ गाउँमा चाहिँ हेर्दा त्यति विकास छैन तर मान्छेहरू आनन्द भइरहेछ यहाँ होइन
त्यसो कारणले पहिलाको जमानामा विकास छैन बैरीको, तर मनलाई शान्ति धेरै छ, मनमा नराम्रो सोच धेरै छैन, इमानदारी धेरै छ। सुन्नुस्, यो अहिले के अरे चाबी र ताला भने चाहिँ कहिले भएको? विकास नहुनुको पहिला पहिला जमानामा छैन, यो चाहिँदैन, यो के अरे ताला र यो के अरे चाबी भने चाहिँदैन, किनभनेदेखि चोर्ने मान्छे छैन त्यो है। अहिले पनि रहेछ नि, अहिले पनि यहाँ गाउँमा त्यो ताला लाउँदैन रहेछ नि। अब यहाँ काठमाडौँमा यसरी बस्दा त 1-2 घन्टामा के हुन्छ के हुन्छ। अनि अमेरिका भन्ने ठाउँ थाहा छ? अमेरिका भने यस्तो विकास, यो जम्बूद्वीपमा युएसए अमेरिका जस्तो विकास छैन, तर अमेरिकामा त्यो बत्तीहरू के अरे अफ गर्छ, बत्ती मार्ने बन्द गर्ने भने चाहिँ छैन, तर 1 वर्षमा 5 मिनट बन्द गर्छ, किनभने त्यो बत्ती बनाउने मान्छेलाई त्यो आधार सम्मान राख्नको लागि सरकारले त्यो 5 मिनट बत्ती अफ हुँदाखेरि ल मोटरदेखि लिएर त्यसको के भन्छ के अरे खोलो चक्काहरू त्यो हराइसक्यो 5 मिनटमा। त्यस्तो छ। त्यसो कारणले यो मैले के भन्नु चाहेको भनेदेखि त्यो के अरे प्राचीन समाजमा बाहिरी विकास छैन, तर मान्छेहरूदेखि लिएर जो सबै शान्तिमा छ, त्यस्तो मनमा रिस राग यत्रो ठुलोहरू धेरै छैन होइन, ठुलोहरू धेरै छैन। अब अहिले जमानामा विकास छ, विकास भन्छ, तर बाहिरको विकास मात्र सोचेर मनको भित्रको विकास चाहिँ नसोचेर चाहिँ मन चाहिँ अनि विकास छोडेर नराम्रो हुँदै हुँदै गयो है, बाहिरी चाहिँ विकास हुँदै जान्छ। त्यसो कारणले चाहिँ अहिले समयमा मान्छेको मनलाई धेरै टेन्सन छ। पहिलाको मान्छे भन्दा आजकलको मान्छेहरूलाई बाहिरीको बौद्धिक विकास हो, बौद्धिक विकासको बेलामा मान्छेहरू झन् मनलाई दुःख धेरै छ होइन। त्यसो कारणले जति मान्छेको मन नराम्रो हुँदै जान्छ, जति मान्छेको मनलाई दुःख धेरै हुँदै जान्छ, बुद्ध धर्म त्यति नै जरुर हुँदै जान्छ। बुझ्यो? त्यो हो कि होइन? मान्छेलाई रोगहरू जति धेरै हुन्छ त्यति हस्पिटलहरू र डक्टरहरू र दबाईहरू जरुर हुन्छ। त्यही जस्तो हो कि। त्यसो कारणले अहिले आधुनिक समाजमा मनको अनि दुःख, मनको समस्या धेरै भएको कारणले बुद्ध धर्म त्यति नै जरुर, त्यति नै त्यो छ। यहाँ मैले एउटा कुरा चाहिँ भन्न चाहन्छु है, हाम्रो यो नेपालमा तामाङ अनि अब समुदाय यस्तो धेरै छ नि, अनि गाउँ गाउँमा यहाँतिर चाहिँ अनि त्यो के भन्छ त्यो बाहिरीको विकास चाहिँ धेरै छैन है। अब अमेरिका युरोपतिर बाहिरीको विकास चाहिँ बौद्धिक विकास चाहिँ धेरै नै ठुलो छ। अब बुद्ध धर्म चाहिँ पहिला यो भारत अनि तिब्बत हिमालयन क्षेत्र अनि त्यहाँ चाइना त्यतिर चाहिँ भएको थियो। अमेरिका युरोपमा बुद्ध धर्म चाहिँ भएको छैन। अब पछि बिस्तारै बिस्तारै बुद्ध धर्म चाहिँ फैलाएर अहिले त्यहाँ धेरै फैलाउन सक्यो नि। त्यो कारण चाहिँ के हो? त्यो बुद्ध धर्म फैलाउने मान्छे भनौँ, बुद्ध धर्म देशन दिने मान्छेले उहाँहरूलाई घोघोतान सक्छ, फसाएर झुकाएर धर्म दिएको होइन नि। उहाँहरू पनि पढाइमा यस्तो ध्यान, मान्छेहरू पनि बुद्धि भएको, त्यसो कारणले बुद्ध धर्मको शिक्षा ज्ञानहरू सुन्दाखेरि तुरुन्त उनीहरूले थाहा भयो बुद्ध धर्मको शिक्षामा यस्तो रहेछ, यो हामीले चाहेको रहेछ भनेर
यसरी गर्दै गर्दै गएर अहिले साइन्टिस्टमा पनि अनि त्यो के भन्छ खर्च तटुपमा वा स्थानवादमा पनि अनि त्यस्तै गरेर अनि के अरे वैज्ञानिकहरू पनि बुद्ध धर्ममा धेरै अनि त्यो बुद्धको शिक्षाले धेरै ध्यान गर्ने कारण चाहिँ त्यो हो नि त्यसो कारणले यदि बुद्ध धर्म चाहिँ म यहाँ एउटा कुरा राख्छु है मनमा राख्नुहोस् यदि बुद्ध धर्म चाहिँ प्राचीन समाजमा मात्र चाहेको हो अहिले आधुनिक समाजमा चाहेको होइन भनेदेखि आधुनिक बौद्धिक विकास धेरै भएको अमेरिकामा अनि युरोपमा बुद्ध धर्म फैलाउन सक्दैन त्यो फैलाएको कारणले अहिले पनि जरुरी छ भने चाहिँ तुरुन्त थाहा हुन्छ प्रुफ हो एउटा कुरा थाहा भयो हो त तिनदा तिछे 학벌 도야 좋아하는 게 디디스 아버 도스로 셴야 더럽게 찍비 지소 살바테다 남의 지소 닝뱅니라 친구보다 변조야게 예매기 개발 여기야 더럽사베 깝들이야 나르다 류심게 강에 예베 토라 다도야 나르메베 니시 살바 망베 토네 류라 강에 사바 양 친구보 야게 침바다 찹지 민남 절습 쳐와 셈라 남도 망시 초거 쳐와 땡규 마웨 기지게 되면서 봐 류심 날도 쳐와 대마운 다도송게 니술라 셈베 똑쳐 마와 파마 부두다 기긴 기루 와게 강에 속에 토네 셈게 강에 살바 망보여 강에 대다 셀외 쳐도 최제다 개발 남주 대인나는 삼류 정들게 냠는데 하장 그거 좀 차유 대대 인도 대대 삼류 정들게 냠는 게 꼴라 낭죄를 사바매베 낭죄를 하장 내진 차유 대다른 낭죄로 퇴선 공수 제발 패도 전부 여바 이노스 양 요적 거라서도세 이스토 거라로 제 타운 벌써 아기 뭐이네 유럽 아메리카 거라서 봐요 अब म यहाँ चाइनाको कुरा भन्छु है चाइनामा पहिला त्यो कम्युनिस्ट अनि त्यो के अरे तटुप्ती खर्च कम्युनिज्म त्यो चाहिँ फैलायो धेरै फैलायो एकमा धेरै राम्रो भएको छ त्यो के अरे बाहिरको विकासमा है धेरै राम्रो भएको छ तर त्यो बेलामा एउटा भूल भएको छ कि पुरानो अनि परम्पराहरू संस्कारहरू निप्नु पर्छ भनेर चाहिँ बुद्ध चाइना आफ्नै देशमा भएको बुद्ध धर्म पनि तिब्बतमा भएको धर्म पनि निपाएर धेरै त्यो गर्यो तर बिस्तारै बिस्तारै पहिला माओ जेडोङ त्यसपछि तिङ शोपिङ त्यसपछि हुयाङहो के अरे त्यो त्यसपछि अब त्यो अहिले 5 हो अहिले चाहिँ के अरे उहाँको नाम यो सी जिनपिङ 5 हो बिस्तारै यस्तो गयो पछि उहाँहरू भने यो बुद्धि भएको कारणले उहाँहरू पनि बिस्तारै गयोखेरि ए हामीले यो पुरानो संस्कारहरूलाई निभाउने चाहिँ भुल भयो रहेछ यो गर्नु नहुने रहेछ भनेर उनीहरूले चाहिँ नयाँ तरिकाले त्यो गरे त्यसको कारणले चाइनामा भने तपाईहरु धर्म गर्ने चाह्यो भने गर्नुहुन्छ भनेर अनुरोध पायो तिब्बतमा पनि पायो चाइनामा त्यो अनुरोध नपाउनुको अगाडि लुगेर बुद्ध धर्म गर्ने मान्छे कति छ भनेदेखि 3 लाख होला बुमसुम 3 लाख यो अनुमति पाएको पछि अनि चाइनामा बुद्ध धर्ममा लागेर गएर अहिले 2020 अहिले चाइनामा बुद्ध धर्म मान्ने बुद्ध धर्मले अध्ययन गर्ने ध्यान अभ्यास गर्ने मान्छे कति छ भनेदेखि 3 मिलियन खर्च मारे बिलियन साया सुब्या होइन करोड त केही पनि होइन अरब 300 अरब साया लगाने साया जा तोङ ठी बुम 1 लाख यस्तो 10 रुपैयाँलाई के रे 1 करोड 1 लाख जस्तो 11 करोड 1 करोड यस्तो 10 लाख कति हो अरब र 3 अरब रुपैयाँ करोड सुम्जु मारे करोड सुम्जु लाना
boom gyadene ro thi boom saya sumju re saya sumju marda saya sumgya saya sumgya 어떠스도 부교자 saya sumgya banende ki 300 करोड़ होला 300 करोड़ 300 करोड़ त्यो 300 करोड़ हैन होला 300 अरब यसो भन्नुस् त चाइना को पपुलेसन जम्मा गरेर कति छ एक अरब हैन त्यो जोस अब त्यो चाइनामा जति मान्छेहरु छ नि त्यो चाहिँ 3 भागमा राखेर एक भाग चाहिँ हुन लागेको छ है त्यत्रो भइसकेको छ अब सुन्नुस् त अहिले एसियामा सबभन्दा ठूलो विकास कहाँ छ चाइना बाहिरको बौद्धिक विकास त्यति भएको चाइनामा भने बुद्ध धर्म फैलाएर पहिला 3 लाख मान्छे बुद्ध धर्म मान्ने अहिले 3 अरब भन्छ कि कति हो अब त्यति भएछ त्यसो कारणले यदि बुद्ध धर्म अहिलेको समयमा नचाहेको कुरा हो भनेदेखि यस्तो विकास हुँदैन यो भन्नु चाहेको हो त्यो त धेरै हिन्दू त्यसो कारणले बुद्ध धर्म भने चाहिँ अब म छोटकरीमा भन्न चाहन्छु बुद्ध धर्म भन्ने चाहिँ प्राचीन समाजमा मात्र नभएर आधुनिक समाजमा भन्ने धेरै जरुर छ भनेर चाहिँ भन्नु चाहेको यहाँसम्म सक्यो त तिने तिन्जु त्योङा लोप्छेन गुबा 9 पाठमा आयो ल अब यहाँसम्म हामीले पेज नम्बर 75 मा आएको छ अब यहाँ सुन्नुस् अघिको चाहिँ मैले छोटकरीमा भन्छु है मारे दुई निश्चयलाई दे संक्षिप्तमा भन्छु है बुद्ध धर्मको लाभमा 3 एउटा चाहिँ के रे बुद्ध धर्मलाई अध्ययन गरेको लाभ दोस्रो चाहिँ के भन्यो बुद्ध धर्मलाई ध्यान आवेश गरेको लाभ तेस्रो चाहिँ के भन्यो अहिलेको समाज आधुनिक समाजमा भन्ने विशेष गरेर बुद्ध धर्मको फाइदा भनेर बुद्ध धर्मको फाइदामा चाहिँ 3 भनिसक्यो है यो मनमा राख्नुस् अब यहाँ 9 पाठमा तेम्बा सांगिक यदेङ मोटो भनेको छ प्रश्न अब यो यदि बुद्ध धर्म चाहिँ बुद्ध शाक्य मुनिद्वारा भएको हो भनेदेखि बुद्ध शाक्य मुनिलाई के गुण छ भनेर बुद्ध शाक्य मुनिको गुणको विषयमा प्रश्न तेम्बा सांगिक यदेङ मोटो बा ठिवा जमलिन थादा येसिमे नांजो त्य जुगों नांबे तेम्बा थेला थाजा जमलिन ना मिनम युमजिन छिडा शिशुको यो थाम आजकलको दुनियाँमा बुद्ध शाक्य मुनिलाई मान्छेहरूले कसरी मान्छ कसरी देख्छ कसरी सोच्छ भनेर चाहिँ प्रश्न त्यसको उत्तरमा लेन नाम्बे छिजुल थे तेंखेन थे जिगेदो पान्देम गुबुलुरु शागी चासेले खांगी थुजे नेसोने तावा थमजे पांगबेचिर ताबे छने तेजेबो गोदम देला छाक्सलो शेसुमातर गोदम बुदाम तेबा शगेतोबा यि तेबा खोमने मुई निसुला नंबर समगी क्यामगो माइबा जोवाची 당 케바도 잠님들이 미 남주 공도 빼고네 남주기 람네 뇌기 지게 시들 내봐도 주기 좋아는 시들 내답기 탑줄기 체 조와 심전라 녀버코베 셰 띵살라 야체와시 케버제게 यो कुरा चाहिँ ध्यान दिनु पर्यो बुद्ध शाक्य मुनि भन्नेमा भन्नु बेलामा बुद्ध शाक्य मुनि भने चाहिँ हाम्रो बौद्ध मतको अनि के रे शास्त्र होइन रे शास्त्र होइन रे है बुद्ध शाक्य मुनि भने चाहिँ बौद्ध देखि लिएर अनि मानव सबैलाई के रे मानव सबैलाई अनि अहिंसाको बाटो देखाउने एउटा शास्त्र हो रे
अलि त्यो भयो नि फरक भयो नि त्यो मात्र नभएर सर्व प्राणीहरूलाई दुःख हटाउने सुख प्राप्त गर्ने उपाय देखाउने एउटा शास्त्र हो रे कहाँ पुग्यो तीनवटा भन्छ बौद्धको पनि शास्त्र त्यो मात्र नभएर अनि मानव सबै मानवलाई अनि अहिंसाको बाटो देखाउने अनि शास्त्र त्यो मात्र नभएर सर्व प्राणीहरू दुःखबाट हटाउने सुखको मार्ग देखाउने शास्त्र हो भनेदेखि धेरै त्यो रहेछ नि हामीले यसरी सम्झिनुपर्छ यसरी विचार गर्नुपर्छ बुद्ध शाक्यमुनि भनेर हामीले यसो सम्झिनु हुँदैन कि बुद्ध शाक्यमुनि हाम्रो बौद्धको हो हिन्दूहरू त्यो अरू मान्छेहरू अरू जातहरू अरू त्योहरूले बुद्ध शाक्यमुनिलाई मुनिसँग त्यो नगर भन्नु हुँदैन है बुद्ध शाक्यमुनि त सर्व प्राणीहरूको अनि शास्त्र हो गोने namjugi lamne nugi jide shiden nepada chugi duwan ge shiden neta ge tabjugi chön duwa semjala nyawar kobe sheyo tinsanya kyaba zeke yangu su duwa minnamla tinju tadugi gone digi dugda da dungin seda jachaba shi shibzo sumba sugi leshi gi terchimbo shi tembe sumbe sunrap nang jede mambu yobada zamlingi lu sur nishi megyan rewe keba ngachi mambi shimjuk cheba tarna temba shagyo toba kong 치수의 개종시 연장 공기 수럽다나 공내 개종하다 되바시 아부 सबैले आज थाउनु पर्ने कुरा बुद्ध शाक्यमुनिलाई पाँचवटा गुण छ रे हामीले बुद्ध शाक्यमुनि याद गर्ने बेलामा पाँच गुण भएको बुद्ध हो भनेर चाहिँ विचार गर्न सक्नुपर्छ रे यो चाहिँ थाहा हुनुपर्छ अब यो के रहेछ नम्बर 1 खोङनी जमलिन्दु डोनम दुंगले थर्बे थल्लम तेबे तेन्चे बुद्ध शाक्यमुनि भने चाहिँ के हो रे एकमा महामार्ग दर्शक हो रे महामार्ग दर्शक इंग्लिशमा भन्छ द ग्रेट गाइडनेस है सबैले सम्झिनु है बुद्ध के हो रे बुद्ध शाक्यमुनि भनेर चाहिँ यो वास्तव छ पाइलो बस्ता लगाएर आफै मात्र सम्झेर बस्ने होइन रे थाहा भयो बुद्ध शाक्यमुनि भने चाहिँ के हो रे महामार्ग दर्शक हो रे द ग्रेट गाइडनेस दोस्रो बुद्ध शाक्यमुनि भने चाहिँ अरु के हो रे लोप्सु रिपमावे लोप्सो वचम्बो द ग्रेट एडवाइजर महासाला सुझाव दिने व्यक्ति हो रे ठीक है सलाहकार महासलाहकार ला बुद्ध शाक्यमुनि के हो रे महासलाहकार दोस्रो तेस्रोमा नांगबे छेरिङ मावे छेरि पछ्यबो बुद्ध शाक्यमुनि चाहिँ तेस्रोमा चाहिँ के हो रे बौद्धको महाविज्ञानिक हो रे ला महाविज्ञानिक बुद्ध शाक्यमुनि के हो रे महाविज्ञानिक द ग्रेट साइंटिस्ट वैज्ञानिक अब चौथोमा बुद्ध शाक्यमुनि चाहिँ के हो रे चौथोमा छनमगे निलुक तेम्बे तजुबच्छम्बो भने चाहिँ महासिद्धान्तवाद ला सुन्नुस् है बुद्ध शाक्यमुनि चाहिँ के हो रे महासिद्धान्तवाद है द ग्रेट फिलोसोफर भन्छ महासिद्धान्तवाद वहाँ चाहिँ महासिद्धान्तवाद दार्शनिक महादार्शनिक अब पाँचौंमा बुद्ध शाक्यमुनि चाहिँ पाँचौंमा के हो रे गोङ न्याम्ने ने सबजि ग्याछेवा तेम्बे गोङछेम्बा छेम्बो छेको भाषामा भन्छ बुद्ध शाक्यमुनि गोङछेम्बा छेम्बो अब त्यो नेपाली भाषामा भन्छ महायोगी बुद्ध शाक्यमुनि चाहिँ के हो रे महायोगी इंग्लिशमा भन्छ द ग्रेट मेडिटेटर है
हो त्यसरी हामीले यहाँ बुद्ध शाक्यमुनिको फोटो मूर्तिहरू दर्शन पाउनु बेलामा तुरुन्त बुद्ध शाक्यमुनिको 5वटा गुणद्वारा ओहो बुद्ध शाक्यमुनि भने चाहिँ 5 गुण भएको बुद्ध हो भनेर चाहिँ विचार गर्नु सक्नुपर्छ। त्यो भयो भने बुद्धको गुण जानेर बुद्धलाई विश्वास गर्ने बुद्धको चेला हुन्छ। नत्र बुद्ध ठुलो, बुद्ध राम्रो, बुद्ध धेरै हो भने बुद्धको गुण के छ भने खै थाहा छैन भनेदेखि त अनि कहाँ पुग्यो? यसले के भन्छ? अन्धविश्वास है। अब यो परिवर्तन हुनुपर्छ। अन्धविश्वास चाहिँ अब के हुनु पर्यो? जानेर ज्ञानी भएर विश्वास गर्ने त्यस्तो चाहिँ हुनुपर्छ। ल म फेरि भन्छु है, बुद्ध चाहिँ के हो रे? महामार्गदर्शक। पहिलो बुद्ध चाहिँ महामार्गदर्शक। दोस्रो बुद्ध चाहिँ महाविज्ञानिक। अरे दोस्रोमा बुद्ध शाक्यमुनि चाहिँ महान सालागार है। तेस्रोमा चाहिँ बुद्ध शाक्यमुनि चाहिँ महान वैज्ञानिक। चौथोमा चाहिँ बुद्ध शाक्यमुनि चाहिँ दार्शनिक। सिद्धान्तवाद पनि भन्छ दार्शनिक, महान दार्शनिक। पाँचौँमा चाहिँ बुद्ध शाक्यमुनि चाहिँ महायोगी हो। यसरी सम्झिनु। त्यो मात्र होइन कि बुद्ध शाक्यमुनि चाहिँ के हो? सेन्चेङ्गी खेमा महाविद्वान पनि हो। नम्बर 6 मा के भयो? बुद्ध शाक्यमुनि महान विद्वान। त्यो मात्र नभएर अब यो थाहा भएन है नेपालीमा के भन्छ? तिप्तीमा छेको भाषामा रिक्पा मावा। खोइ अब के होला? अनि सिङ्गिपा है। अनि सेम्चोमावे खिडुप्छमो। ठिक छ। अब यसरी गरेर थाहा हुनुपर्छ। गे वर्षन तोङागु सुङलु छेमुने सुङबतरगु यन्ते थायेबासी येबे ऋषि मामेसो। अब त्यसपछि प्रश्न ठेवा नाङबासाङगेबे छुलु सेवा दर्तम छन खान्डासी यिनम ले दर्ना नाङबे छु सेवाते कुन्जुसुम क्यामने यादा दु खेलेबे गोने तावा तिन्जुन जब छवा मेबाला नेबे छुलुसी इ 중세 개발 채나 덤바 좀된데 니기 디제 탐제 메다가 사제 탐제 동아와 최 탐제 동시 남에바 냥갈레 데베 시와오 셰당 고물루주기 강기 띵제 잡아줘 가바메바 깨메바 채바메바 땀 오메바 드메바 타데 되면 된제메 저방이시 셰데바 저베 상경만나 다바텔라 차체로 셰당 꾸잉겐 trudu zawale dade shin rubu chinangi shesum batar zamlingi chulu nala tenjung tawe gone dameba makingi chulu te namba sange ba khonai tendawe tudu debe gone choba chewa mi choba nyamsulebe chulu te tela namba sange be chulu she chawa yenos desha abo chotkarima yo bansu abo बुद्ध शाक्यमुनि भने चाहिँ 5 गुण भएको बुद्ध हो भनेर हामीले थाहा भयो। अब त्यस्तो अनि महान बुद्धको अनि धर्म चाहिँ के हो भनेदेखि अब त्यसको विस्तृत रूपले भन्ने चाहिँ तल बिस्तारै आउँछ। धेरै कुराहरू छ। अहिले छोटकरीमा भन्न चाहन्छु। यो पनि श्री दलाई लामाजीले अनि भन्नुहुन्छ त्यही तरिकादेखि भन्छु। बुद्ध धर्म भने चाहिँ संक्षिप्तमा भनेदेखि हामीले दुई कुरा थाहा हुनुपर्छ। तावा तेन्जुङ्गे तावा ताङ चेपा छेवा मेछेपा भनेर सिद्धान्तद्वारा भनेदेखि प्रतित समुपातको सिद्धान्त भएको धर्म अनि के रे असल आचरणद्वारा भनेदेखि अनि अहिंसा
आचरण भएको धर्म। त्यसो थाहा भयो? यो सबै म मनमा राख्नुहोस्। बुद्ध धर्म भने चाहिँ के हो भनेदेखि अनि संक्षिप्तमा सिद्धान्तदेखि भन्यो भनेदेखि प्रतीत समुपातको सिद्धान्त भएको धर्म ल। अनि आचरणद्वारा भन्यो भनेदेखि के हो रे? बुद्ध धर्म चाहिँ अहिंसा धर्म हो। अब यो दुईटा मिलेर भन्नुपर्छ। बुद्ध धर्म भने के हो भनेदेखि बुद्ध धर्म भने चाहिँ प्रतीत समुपातको सिद्धान्त र अनि अहिंसाको आचरणको धर्म हो भनेर भन्नुपर्छ। त्यो भन्यो भनेदेखि ठक्कै थाहा हुन्छ। किनभनेदेखि अहिंसा धर्म त अरूहरूले पनि छनु छ, तर अहिंसा किन गर्नुपर्छ? अहिंसा भन्ने त्यो के भन्छ अभ्यास चाहिँ किन गर्नुपर्छ भनेको कारणमा सिद्धान्तमा चाहिँ प्रतीत समुपात हो भन्ने सिद्धान्त चाहिँ भन्ने सिर्फ बुद्ध हो। त्यसो कारणले प्रतीत समुपातद्वारा अहिंसा गर्नुपर्छ, अहिंसाको ध्यान अभ्यास गर्नुपर्छ भन्ने त्यस्तो धर्म चाहिँ सिर्फ बुद्धले भनेको छ। थाहा भयो? त्यसो कारणले बुद्ध धर्मको सार के हो भनेदेखि तावा तेन्जुङ्गे तावा ताङ चेपा छेवा मेछेपा भनेर चाहिँ हो। यो अहिले भनेको चाहिँ सबैले मनमा राख्नुहोस्। अब यहाँसम्म चाहिँ धर्म परिचय राख्छु। अब हामी दोस्रो सानो किताबदेखि भन्नुपर्छ। अब एकछिन यहाँ रोकौँ। यहाँ